सो गाइज आज चाहिँ हामी होइन गएकोबाट अस्ति ओपन क्याम्पसको लागि हामी आस्नी गएको जान लागेको छु होइन। अब 2 बजेबाट स्टार्ट हुन्छ अरे। हामी चाहिँ अब रुमसुमबाट टक्क नुहाइधुवाइ गरेर हामी हिँड्दैछु होइन खुट्टाले। अब यहीँ 15-20 मिनट लाग्छ अरे, नजिकै रहेछ। बस चढ्ने भनेको फेरि नचढ्ने रे। केटाहरू हिँड्दै जाऊँ भने हिँड्दै आयुष म अनि सागर कुदिहाल्नु न हाम्रो कारमा आउनु हुन्छ दाइ। हजुर दाइ हामी चाहिँ जानु लाग्यो। सो अब ट्याक्कै गएको पुगेपछि म तपाईँहरूलाई भिडियो देखाउँछु ल कस्तो रहेछ के रहेछ भनेर होइन। सो हामी चाहिँ टक्क लगाएर जाँदैछ हामी 3जना। हिँड्दैछु यता पुग्छ छिटो गाइज। हामी चाहिँ ट्याक्कै सेन्ट माथि चोकमा आइपुग्यो। अघि त घाम लागेको थिएन, फेरि अहिले घाम कस्तो लाग्यो गर्मी भयो। हामी चाहिँ यताबाट घुमेर यो उता जान लाग्यो है। सो गाइज केटाहरू हिँड्दैछ हामी। दाइले पनि यहाँ चोकसम्म पुऱ्याइदिनु भयो। कस्तो घाम लाग्यो गाइज। यो गुरुङ हो। यो गुरुङ अब यो झोलेपातीमा आएको। यो गुरुङ झोलेपातीमा आएको साथीहरू गर्छ। केटाहरू आउँदैछ देखिरह भिडियो बनाउँदैन सेन्सेल खा भयो भने माटो काँडो लाग्छ। त्यही भएर यस्तो यहाँ झोले छ क्या। यो चाहिँ कारबारीको झोले। यो चाहिँ एकदम झोले यसरी नहेर कि लाज लाग्छ। नेपाली टिचर गणित नेपालमा गणित म्याथ टिचर यो होइन म्याथ टिचर मान्छेहरू छ चस्मा लगाएर आमा यो झन् टोपी लगाएर भन्नै तिम्रो नआएको लुकेर पैसा मान्छे हिरो छ यो भाडा के गर्छ। सो गाइज अब चाहिँ हाम्रो ट्याक्कै होइन आस्नी गएको आएर अनि त्यहाँ गएकोहरूको बारेमा बुझेर अब चाहिँ हामीले सिधै अब घर फर्नु लाग्यो होइन। अब गर्मी छ, बस स्टप अलि अगाडि हिँड्नुपर्ने छ। सो त्यसैले हिँड्दैछ हामी। यता लाइट बलिरह अब रोकिरह ल। थाहा के मलाई यस्तो मात्र गरे थाहा भने हाम्रो चाहिँ अब ट्याक्कै होइन सक्यो गाइड हामी फर्किँदै हो ल। अब गाडी चढ्नुपर्छ, गर्मी छ। अब 5-6वटा गएकोको साइन हान्यो होइन। गएकोको बारेमा बुझ्यो। कति पैसा त कति महँगो यार। के भनेको जालीबाट गराउनु भन्यो। अलिकति बुझेन, केही पनि बुझ्यो भनेर आइ त भन्यो। कति गएको ल सक्यो। अब हामी फर्किनु लाग्यो। गएको त्यहाँ भिडियो गर्छु भनेको होइन। छेउमा हस्पिटल रहेछ, अर्को छेउमा फेरि तोसी काम रहेछ क्या, लाइब्रेरी रहेछ। त्यसले त्यहाँ भिडियो बनाउनु पाएन। हल्ला बोल्न नि पाउँदैन रहेछ ल।
केटाहरू पछाडि पछाडि गफ गरिराख भन न यसो जम्दिनमा यसो खाइबाटै बोलेर ट्राई गर्छु भनेर केही कुराहरू चाहिँ यस्तो भ्लगबाट नि सिकिन्छ जम्दिनमा अलिक बोल्यो भने भर्खर पढ्दै पढ्ने हुन्छ साथीहरू होइन भन नि त ल बोल नि त चाहिँ अलिक बुझ्न अलिक केही कुराहरू चाहिँ याद गर्नु सक्नु हुन्छ सो गाइज हामीले यहाँ सुदन साथ भन्ने हुन्छ र दुईजनाले हामी चाहिँ खाइवा कन्भर्सेसन ल्याउनुकोबाट सेवन राख्नु सिकेँ नानी युद्धहरू न केटाहरूले फेरि जाम ठोकिहाल्छ केटाहरू चाहिँ फेरि होइन घोटुङ छोटो क्या केटाहरू हाई दाके मोबाइल किन्ने रहेछ गाइज हेलो गाइज म पनि अब 1 TB होइन आइफोन 16 Pro Max किन्दैछु होइन उहाँ चाहिँ यो चाहिँ मेरो साथीको फोनबाट यस्तो भ्लग बनाउँदैछ होइन म चाहिँ फेरि अर्को गोप्रो नि किनौँ भन्नु सोचिरहेको छु गाइज सागरको भ्लग आउँदैछ टिकटकमा प्लस म चाहिँ अलि नयाँ न्यू कन्टेन्टहरू होइन प्लस हामीले चाहिँ के गर्ने भने चाहिँ यो हावाको यो भाइरल हुनुको लागि भ्लग बनाउनु भन्दा यो इन्फर्मेसन होइन यता जापानको बारेमा यस्तो राम्रो नराम्रो कुराहरू यस्तो सिकाउनेछौँ प्लस हामीले यो जति अहिलेसम्म पढ्दै गरेको हुङको होइन जति बुझेका छौँ अनि त्यो अहिले होइन यो न्यू स्टुडेन्टहरूलाई बुझ्न सजिलो तरिकाले होइन त्यो त कन्डिसन हामीलाई थाहा हुन्छ त्यो हिसाबले हामीले सिकाउने ट्राई गर्नेछौँ भन्ने एउटा मनस्थिति बोकेर हिँडिरहेको छु सो गाइज फेरि अस्ति नै पनि है अब यता पसल छ हेर्नु न के पसल